भाग 4 जडीबुटीमा वैज्ञानिक अनुसन्धान कसरी गरिन्छ? जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्लो एपिसोडमा हामीले परम्परागत प्रयोग र वैज्ञानिक प्रमाण बीचको फरक बुझ्यौँ। अब प्रश्न आउँछ, वैज्ञानिकहरूले कुनै जडीबुटीको अनुसन्धान कसरी गर्छन्? सामान्यतया अनुसन्धान धेरै चरणमा हुन्छ। पहिलो चरण प्रयोगशालामा अध्ययन। यस चरणमा वैज्ञानिकहरूले जडीबुटीका प्रक्रिया तत्त्वहरूलाई प्रयोगशालामा परीक्षण गर्छन्। यसले प्रारम्भिक जानकारी दिन्छ, तर यसबाट मात्र मानिसमा प्रभाव हुन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन। दोस्रो चरण जनावरमा अनुसन्धान। यदि प्रारम्भिक नतिजा आशाजनक देखिएमा सुरक्षा र प्रभावबारे थप अध्ययन गरिन्छ, तर जनावरमा देखिएको प्रमाण मानिसमा पनि उस्तै हुन्छ भन्ने निश्चित हुँदैन। तेस्रो चरण मानिसमा क्लिनिकल अनुसन्धान। यस चरणमा अनुसन्धानले जडीबुटी वास्तवमै प्रभावकारी सुरक्षा छ कि छैन भन्ने विषयमा अझ बलियो प्रमाण दिन्छ। त्यसैले कुनै पनि जडीबुटीबारे सुन्दा एउटा प्रश्न सोध्नुहोस्, यसको प्रमाण कुन प्रकारको अनुसन्धानमा आधारित छ? हाम्रो च्यानलमा हामी यस्तै प्रश्नहरूको उत्तर वैज्ञानिक प्रमाणका आधारमा खोज्नेछौँ। अर्को एपिसोडमा हामी सिक्नेछौँ वैज्ञानिक प्रमाण किन बलियो र कमजोर हुन सक्छ। यदि यस्ता प्रमाणमा आधारित जानकारी मनपर्छ भने जडीबुटी विज्ञान नेपाललाई सब्सक्राइब गर्नुहोस्। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।